हेलो एभ्रिवान, दिस इज पेम्पा शेर्पा। आजदेखि चाहिँ नेचरनेस लिएर आएको छौँ तपाईँहरूको बिचमा। नेचरनेस रिसोर्ट जो चाहिँ रङ्गिली बजारदेखि चाहिँ 500 मिटर माथि है। जस्तो कि माथि जलुकदेखि आउनुभयो भने है रङ्गिली ड्याम पावर है ग्रिनको हाइड्रो पावर प्रोजेक्टको फर्स्ट ड्यामको नियर एबाउट है। सम्पूर्ण गुरुजीहरूलाई तपाईँहरूलाई एउटा खुसीको खबर दिन चाहन्छु। गुरुजीहरू जति पनि आउनुहुन्छ टुरिस्टहरू लिएर तपाईँहरूको निम्ति यहाँनिर फुडिङ लजिङ है तपाईँहरूको लागि एभाइलेबल छ। एनजेबी टु नेचरनेस रङ्गली 102 किलोमिटर छ अनि तपाईँहरूलाई बागडोगरा एयरपोर्ट टु रङ्गली नेचरनेस 110 किलोमिटर हुन्छ। सम्पूर्णलाई म भन्न चाहन्छु यहाँनिर स्विमिङ पुल एभाइलेबल छ है। जस्तो कि अब तपाईँहरूले कुनै पनि पार्टीहरू गर्नुभयो भने, ठुलो बिहा गर्नुभयो भने है, विवाह शुभ विवाह गर्नुभयो भने तपाईँहरूको लागि यहाँनिर एकदम रिजोर्टहरू, एकदम पार्कहरू, चिल्ड्रेन पार्कहरू अनि जुन चाहिँ अब रेस्टुरेन्टहरू है एकदम राम्रो छ। जो चाहिँ तपाईँहरूले बर्थडे पार्टीहरू गर्नुहुन्छ होइन, त्यो बर्थडे पार्टीहरूको लागि पनि यहाँनिर सबै कुरा एभाइलेबल छ। जस्तो कि तपाईँहरूको केही मिटिङहरूको लागि कन्फरेन्सहरू होलहरू चाहियो भने है, हलहरू चाहियो भने त्यो पनि एभाइलेबल छ। सम्पूर्णलाई म इन्भाइट गर्न चाहन्छु कि नेचरनेस रिजोर्ट रङ्गेली सम्पूर्ण आउनुहोस् तपाईँहरू पनि है। यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ प्रायःले चाहिँ अब सोध्नु खोज्छ कि कहाँ हो भन्दाखेरि चाहिँ तपाईँहरू कहीँबाट आउनुभयो भने चाहिँ रङ्गली बजार है। तपाईँहरू कोही पनि अब यहाँदेखि चाहिँ अब जलुक, नाथाङ, कुबुक, फदमची अनि नथुला, छाङ्गुलेक जानुभयो भने कहीँबाट आउनु हुँदैछ भने चाहिँ यहाँनिर नेचरनेसमा 1 नाइट स्टे गर्न सक्नुहुन्छ। त्यहाँदेखि यहाँदेखि जलुक छ 45 मिनट्समा पुग्नुहुन्छ। जलुकदेखि माथि थम्बी भ्यू पोइन्ट 20 मिनट्समा पुग्नुहुन्छ। थम्बी भ्यू पोइन्टबाट नाथाङ भ्याली 20 मिनटमा पुग्नुहुन्छ। नाथाङ भ्यालीदेखि कुबुक लेकसम्म जानुहुन्छ तपाईँहरूलाई 20 मिनट चाहिँ लाग्छ। त्यहाँदेखि कुबुक लेकदेखि चाहिँ जस्तो कि नथुला जानुभयो भने चाहिँ त्यहाँबाट 20 मिनट चाहिँ लाग्छ। नथुलादेखि चाहिँ जस्तो कि छाङ्गु लेक जानु पऱ्यो भने चाहिँ तपाईँलाई 30 मिनट्स, आधा घन्टाको बाटो छ। फेरि आएर तपाईँहरू यहीँनिर स्टे गरेर भोलिको दिनमा यहाँबाट जानु सक्नुहुन्छ। यहाँ माथि हाम्रो यो एरियामा जस्तो कि आलिटार लेक छ है, ओल्डेस्ट मोनास्ट्री एकदम आलिटार मोनास्ट्री गुम्बा छ। त्यहाँदेखि तपाईँहरू वान अफ द बेस्ट भर्जिन प्लेस जानु पऱ्यो भने तपाईँहरू जानुहुन्छ भने चाहिँ फुस्रे लेकहरू छ। अनि तपाईँहरूलाई अझै भर्जिन प्लेस त्यहाँनिर चाहिँ गएर चाहिँ तपाईँहरूलाई पिस अफ माइन्ड एकदम पिस चाहियो भने चाहिँ तपाईँहरू कहाँ जानु सक्नुहुन्छ भन्दाखेरि चाहिँ छुबा एकदम भर्जिन प्लेस हो। त्यहाँ गएर तपाईँहरू दिउँसो एङ्ग्लिङ है, फिसिङ गर्नु सक्नुहुन्छ। त्यहाँनिर त्यहीँ गएर एकदम पिकनिकहरू खानु सक्नुहुन्छ। यो चिज छ तपाईँहरूलाई म भन्न चाहन्छु, तपाईँहरू आउनुहोस् होला। जति पनि फ्लाइङ गेस्ट लिएर आउनुहुन्छ हाम्रो गुरुजीहरू है, तपाईँहरूको लागि यहाँनिर रुम एभाइलेबल छ अनि लन्च, डिनर, ब्रेकफास्ट अनि यो पुलहरू तपाईँहरूको लागि सबै फेसिलिटी छ। त्यो म भन्न चाहन्छु। थ्याङ्क यू एन्ड हेभ अ ग्रेट डे।